यात्रा गर्दा गर्दै हैन अनि हामी यहाँ चाहिँ यो लेकुवा भन्ने भोजपुर र यहाँ धनकुटाको अनि यो खाँदबारी सङ्घसभाको चाहिँ सिमानामा हामी यो नस्ता पानी अब गएर यहाँबाट हामी भोजपुर टेकिसक्यौँ। भोजपुरबाट अब उकालो ठाडो जाने भनेपछि 65 किलोमिटर छ भोजपुर बजार। यहाँ मेरो छोरो अनि भान्जा अनि यहाँ भाइ छ अनि दाइ मेरो सानो दाइ लगायत म आफै चाहिँ सँगै गएको छु कि हैन। अब यहाँ हल्का नस्ता पानी गरौँ भनेर चाहिँ म यहाँ खाना गएको छु। साउजीहरू यहाँ खाना बस्नमा व्यस्त के होटल दाइको यहाँ यो न्यू भोजपुर एटिना हो। यहाँ तपाईँहरू कहिले काहीँ यसो भ्रमण गर्न भोजपुर हेर्नुभयो भनेदेखि दिदीहरू उहाँ साउनी हुनुहुँदो रहेछ। उहाँ यहाँ चाहिँ अब हामी बाटोमा आउँदा आउँदै यसो नास्ता पानी गरौँ भनेर चाहिँ यहाँ आएको। यो चाहिँ पुल, यहाँ पुलकै मुखामा यो चाहिँ अरुण होइन त एक अरे अरुण नदी कोशी भनौँ न, हाम्रो यो शब्द कोशीमा गएर मिसिएको नदीमा आएर उहाँहरू चाहिँ यहाँ बस्न के लजहरू पनि हो। यो लज सबै व्यस्त रहेछ। म साउजी आफै भनिरहनु भएको छ। अब यहाँ टक्क हामी यहाँ नास्ता खाएर उहाँको अब नास्ता हामी टेस्ट गर्छौँ कस्तो छ। त्यस पछाडि अनि त्यसबाट अर्को भ्युजमा हेरौँ है त गाइजहरू। ल ओके बाई। ल अब हामीले खाइसक्यौँ, टेस्ट दामी रहेछ, मिठो रहेछ। अब एकछिन पछाडि यहाँबाट अब जान लागेको हामी अब हिसाब किताब मिलाएर। ल कति रुपियाँ भयो भन्नु त? 3 बियर। ए अब खाएर चाहिँ अब हामीलाई टाइम धेरै छ जानलाई। अब खाएर हामी यहाँबाट उकालो लाग्नु पर्ने छ। टाढादेखि हामी चाहिँ उदयपुर गाईघाटको उहाँदेखि आएको। अब यहाँबाट हामी लाग्दैछौँ ल है त। ल ठिक छ, टेस्ट दामी छ नि होइन। ल आजलाई अब हामी चाहिँ यति नै।